नमस्कार, म सुन्दर कसजु। आज म रिडी बजारबाट मात्रै 15 मिनटको समयमा पुग्न सकिने एउटा त्यस्तो भ्यू टावर चढ्न गइरहेको छु, जुन भ्यू टावर मान्छेले बनाएको नभएर प्रकृतिले नै यहाँको सौन्दर्यतालाई चिहाउनका लागि बनाइदिएको हो। यो भ्यू टावरको तीनवटा पक्षहरू छन्। एउटा यसको प्राकृतिक पक्ष, अर्को यसको धार्मिक पक्ष र अर्को यसको ऐतिहासिक पक्ष हो। यी तीनवटै पक्षहरूको बारेमा जानकारी दिनको लागि आज म भ्यू टावर चढ्दैछु। यो भिडियो रिपोर्ट सुरु गर्नुभन्दा अगाडि यदि तपाईँ मसँग फेसबुक, टिकटक र युट्युबमा आबद्ध हुनुहुन्न भने मलाई फलो गरेर आबद्धता जनाउनुहोला। साथै मेरो भिडियो कन्टेन्टहरू तपाईँहरूलाई मन पर्छ भने कृपया लाइक, कमेन्ट र सेयर गरी सपोर्ट पनि गरिदिनुहोला र तपाईँको प्रतिक्रियाहरूले मलाई आउने भिडियोहरू कस्तो बनाउने भनेर एउटा सुझाव पनि दिनुहोला। यसले महत्त्वपूर्ण सहयोग पुग्नेछ। अब जाउँ हामी भ्यू टावर चढ्नका लागि। म अहिले तानपा 14 को अर्गलीमा छु। अर्गलीको पनि यो मुस्लुकको डाँडा चढ्नका लागि गइरहेको छु। मैले यो मुस्लुकको डाँडालाई प्रतिबिम्बात्मक रूपमा टावर भनेर भनेको छु। यसलाई टावर किन भनेको छु भने अर्गलीको समथर यो जमिनको बिचमा टावर जस्तै ठिङ्ग खडा भएको एउटा थुम्को हो र यो थुम्कोबाट अर्गलीको चारै दिशाहरूको अवलोकन गर्न सकिन्छ। त्यसले गर्दा मैले यसलाई प्रतिबिम्बात्मक रूपमा टावर भनेर भनेको छु। यो डाँडालाई स्थानीयहरूले मुस्लुकको डाँडा भने पनि यसलाई कछुवा डाँडा पनि भन्ने गरिन्थ्यो। कछुवा डाँडा किन भनिन्थ्यो भने यसलाई टाढाबाट हेर्दा कछुवाको जस्तो आकृति यो डाँडाको रहेको छ। तसर्थ यसलाई कसैले कछुवा डाँडा भनेर पनि भन्ने गर्दछ। तर यसको नाम भने मुस्लुकको डाँडा नै हो। हेर्नुहोस् त अर्गली कति राम्रो छ। आखिर अर्गली त अर्गली नै हो नि। हेर्नुहोस् है यो भिडियो। र म अब चाहिँ मुस्लुकको डाँडाको माथि शिखरमा पुग्न लागिरहेको छु। त्योभन्दा अघि तपाईँहरूलाई मैले यो अर्गलीको यो खेतहरूको यो चाहिँ गराहरू तपाईँहरूलाई दृश्यावलोकन गराइरहेको छु र अर्गली बजार पनि यहाँबाट राम्रो देखिन्छ। यो मुस्लुकको डाँडाबाट अर्गली मात्रै होइन, हाम्रो रिडी पनि निकै मजाले देखिन्छ। यहाँबाट तपाईँ हेर्न सक्नुहुन्छ। यहाँबाट म तपाईँहरूलाई क्लोज गरेर देखाउँछु। यो रिडी बजार हो। हेर्नुहोस् है, निकै आकर्षक तरिकाले रिडी यहाँ देख्न सकिन्छ भने यहाँबाट हेर्दाखेरि रिडीको काखमा अर्गलीको देउराली बजार पनि बसे जस्तो देख्न सकिन्छ। अब म मुस्लुकको डाँडाको शिखरमा आइपुगेको छु। करिब 15 मिनटको यो सिँढी चढेपछि र यसको चाहिँ पश्चिमतिर हेर्ने हो भने देउराली बजार, अर्गली देउराली बजार देख्न सकिन्छ भने उत्तरतर्फ हेर्ने हो भने रविदास देख्न सकिन्छ र यसको दक्षिणतिर चाहिँ रनुवा रहेको छ भने यसको पूर्वी भागमा चाहिँ टिपुरे रहेको छ र यहाँबाट चौतर्फी चाहिँ हेर्न सकिन्छ। मेरो पृष्ठभूमिमा तपाईँ देख्न सक्नुहुन्छ यो शिवलिङ्ग शिला। यो चाहिँ नेपालकै अग्लोहरूमध्येको शिवलिङ्ग शिला हो र यसको माथिल्लो भागमा चतुर्मुखी शिवलिङ्ग पनि राखिएको छ र यसको माथिल्लो तलामा गएर यहाँ जलसेचन गर्न सकिन्छ। तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँको डाँडाको प्राकृतिक पक्षको कुरा गर्दाखेरि यहाँको सौन्दर्यता सस्तानी कथामा हजार जिब्रो भएको शेषनागले पनि वर्णन गर्न नसक्ने म कसरी सकुला र भन्ने तहको यहाँको प्राकृतिक सौन्दर्यता छ। यहाँबाट चारैतिरका डाँडाहरू देख्न सकिन्छ। कालीपार, रिडी, त्यसपछि आएर तपाईँको ख्याको डाँडाहरू लगायत यहाँबाट चाहिँ चौतर्फी रूपमा डाँडाहरू चाहिँ राम्रो दृश्यावलोकन गर्न सकिन्छ भने अर्गलीको चाहिँ रनुवा, रविदास, टिपुरे, देउराली बजार लगायत यसको चारैतिर चाहिँ यहाँबाट चाहिँ अवलोकन गर्न सकिन्छ। तपाईँहरू यहाँ आउनु भइसकेपछि यसको प्राकृतिक सौन्दर्यता र प्राकृतिक दृश्यहरूबाट वशीभूत नहुने मान्छे नै हुँदैन। यो डाँडाको धार्मिक पक्षको कुरा गर्दा और्व ऋषि महत्त्वपूर्ण पात्रको रूपमा आउँछन्। और्व ऋषि भनेको हिन्दू धार्मिक पुराणमा अत्यन्तै शक्तिशाली र तेजस्वी ऋषिको रूपमा लिइन्छ। और्व ऋषि भनेको भृगुवंशीय ऋषि मानिन्छ। यिनको कथाहरू, क्रोध र तपस्याका कथाहरू अत्यन्तै भयानक र रोचक रहेको छ। तिनै और्व ऋषिले यो ठाउँमा आएर तपस्या गरेको कुरा वराह पुराणमा उल्लेख छ र वराह पुराणले यो ठाउँलाई अत्यन्तै पवित्र स्थलको रूपमा उल्लेख गर्दै यो ठाउँको महत्त्वको बारेमा जानकारी दिएको छ। तसर्थ यो धार्मिक रूपमा पनि अत्यन्तै महत्त्वपूर्ण रहेको छ।
यहाँ और्व ऋषिको आश्रम पनि रहेको छ। अब यो क्षेत्रको ऐतिहासिक पक्षको बारेमा जानकारी दिन गइरहेको छु। 2002 सालमा जब जुद्ध शमशेरले आफ्नो सम्पूर्ण राजपाटहरू त्यागेर कल्पवास बस्नका लागि रुरु क्षेत्रमा आए र रुरु क्षेत्र आउँदा एउटा सुरक्षा सामरिक दृष्टिकोणले अर्गली निकै सुरक्षित मानिने भएका कारणले उनले अर्गलीमा दरबार बनाएर बसेका थिए। उनी अर्गली बसे पनि नित्य योग साधनाको लागि उनी यही मुस्लुकको डाँडामा आउने गर्दथे र यहाँको वातावरण निकै शान्त र रमणीय देखिने भएका कारणले गर्दा जुद्ध शमशेरको पहिलो रोजाइ यो मुस्लुकको डाँडा थियो र यहाँ और्व ऋषिको तपोभूमि भएका कारणले गर्दा पनि जुद्ध शमशेरले यसलाई पवित्र डाँडाको रूपमा बुझ्दथे र यहाँ आएर उनले योग साधना पूजा गर्थे र यहाँ आएर टलिन्थे र यही आश्रममा बसेर उनले धेरै पटक योग साधना गरेको कुराहरू इतिहासमा पढ्न पाइन्छ र यसर्थ पनि यसको चाहिँ ऐतिहासिक महत्त्व रहेको छ। यति धेरै ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्त्व हुँदाहुँदै पनि यो क्षेत्रको चाहिँ नेपालको पर्यटन बजारमा बजारीकरण हुन नसक्दा अर्गलीले मात्रै होइन कि रिडी बजारले समेत यसबाट प्राप्त हुने अवसरहरूबाट वञ्चित भएको अवस्था छ। तसर्थ यसको चाहिँ नेपालको पर्यटन बजारमा, सोसियल मिडियामा, आम सञ्चार माध्यममा व्यापक रूपमा प्रचार प्रसार गर्न सक्ने हो भने यसको चाहिँ पर्यटन प्रवर्धनमा यसले ठुलो योगदान दिन सक्छ र यसले अर्गलीलाई मात्रै होइन रिडीलाई पनि ठुलो योगदान दिन सक्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ। अर्गलीले रिडीसँग यो क्षेत्रको पर्यटन प्रवर्धनका लागि हातेमालो गरेर अघि बढ्न सक्यो भने यो क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने निश्चित छ। विशेष गरिकन रिडीमा रहेका होटल व्यवसायीहरूसँग सहकार्य गर्ने हो र रिडीका होटलहरूमा बसेका पर्यटकहरूलाई यहाँसम्म ल्याउन सक्ने हो भने मात्रै पनि यसले रिडीका होटल व्यवसायीहरूको व्यवसाय पनि फस्टाउन सक्ने थियो भने पर्यटकहरूको रिडी बसाइ पनि लम्बिने थियो र यहाँको पनि पर्यटन प्रवर्धन हुन सक्ने थियो। तसर्थ यहाँका स्थानीयहरूले रिडीसँग मिलेर एउटा पर्यटन प्याकेज बनाउन सक्ने हो भने यहाँको पर्यटन बजार पनि भविष्यमा राम्रो छ र यसले रिडीलाई पनि राम्रो सम्भावना दिन्छ। तसर्थ आउनुहोस् हामी सबैजना हातेमालो गरौँ, यो क्षेत्रको पर्यटन प्रवर्धन गरौँ र यो पनि रिडी नै हो भनेर मान्नुपर्छ। किनभने यहाँका मानिसहरूले उत्पादन गरेका कृषि उपजहरू हामी रिडीका मानिसहरूले खाएर हुर्केका हौँ र यो हाम्रो अन्न भण्डार पनि हो र यसको विकास पनि हाम्रो मुख्य कर्तव्य हो र यसलाई जसरी हामीले हाम्रो रिडीलाई माया गर्छौँ त्यस्तै गरेर हामीले अर्गलीलाई पनि उत्तिकै माया गर्न जरुरी छ र अर्गलीको विकास भयो भने मात्रै रिडीको विकास सम्भव छ। हस्त आजलाई यति नै।